नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो लर्निङ च्यानलमा। आज म कक्षा 9 को अर्थशास्त्र विषयको एकाइ 2 को पाठ 1 मा रहेको उपयोगिता पाठको अभ्यासको सम्पूर्ण उत्तर यो भिडियोमा लिएर उपस्थित भइसकेको छु। तपाईहरु अन्तिम सम्मबाट साथ दिनु होला। अब यहाँ 1 नम्बर जो तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। क नम्बर भन्दैछ उपयोगिता भनेको के हो? कुनै पनि वस्तु तथा सेवामा रहेको मानवीय आवश्यकतालाई पूरा गर्न सक्ने गुणलाई उपयोगिता भनिन्छ। क नम्बर जो उपयोगिता प्राप्त हुने निःशुल्क वस्तुका उदाहरण दिनुहोस्। सूर्यको ताप, प्रकाश, हावा आदि हुन्। ग नम्बर उपयोगितालाई संख्यामा मापन गर्न सकिन्छ भन्ने धारणा राख्ने प्रथम व्यक्ति को हुन्? जेरमी बेन्थम हुन्। त्यसपछि घ संख्यात्मक उपयोगितालाई मापन गर्न प्रयोग गरिने एकाइ के हो? संख्यात्मक उपयोगितालाई मापन गर्न प्रयोग गरिने एकाइ युनिट्स हो। त्यसपछि अंक नम्बर क्रमवाचक उपयोगिताको उदाहरण दिनुहोस्। वस्तु वा सेवाबाट प्राप्त उपयोगितालाई उपभोक्ताको रुचि र प्राथमिकता अनुसार क्रम वा श्रेणीमा मापन गर्न सकिन्छ भन्ने धारणालाई क्रमवाचक उपयोगिता भनिन्छ। त्यसपछि अब 6 नम्बर कुल उपयोगिता कसरी मापन गरिन्छ? सीमान्त उपयोगिता कुल योगफलद्वारा कुल उपयोगिता मापन गरिन्छ, जस्तै TO बराबर सिग्मा MU। त्यसपछि 6 नम्बर सीमान्त उपयोगिता भनेको के हो? कुनै वस्तुको थप एक एकाइ उपभोग गर्दा थप एक एकाइबाट प्राप्त हुने उपयोगितालाई सीमान्त उपयोगिता भनिन्छ। त्यसपछि जन्म कुल उपयोगिताबाट सीमान्त उपयोगिता कसरी मापन गरिन्छ? MU बराबर यहाँ त्रिभुज TU बाय त्रिभुज हो। त्यसपछि सीमान्त उपयोगिता सारांश नियमलाई अर्को कुन नामले चिनिन्छ? गोसेनको पहिलो नियमले चिनिन्छ। त्यो यहाँ नम्बर सीमान्त उपयोगिता ह्रास हुन्छ। यहाँ ह्रास नियमको कुनै 4 वटा मान्यताहरू लेख्नुहोस्। सीमान्त उपयोगिताको ह्रास नियमका मान्यताहरू निम्नलिखित छन्। त्यसपछि उपभोक्ता विवेकशील हुनु पर्दछ। उपयोगितालाई संख्यात्मक रूपमा मापन गर्न सकिन्छ। त्यसपछि उपभोक्ताको रुचि, फेसन, बानी आदिमा परिवर्तन हुनु हुँदैन। त्यसैले उपभोग गर्ने वस्तुको एकाइ उपयुक्त र समरूपी हुनु पर्दछ। त्यसपछि 2 नम्बर तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्। क नम्बर उपयोगिताको अर्थ लेख्नुहोस्। संख्यात्मक र क्रमवाचक उपयोगिताको अवधारणा प्रश्न पार्नुहोस्। अब यहाँ मैले पारिसकेको छु, जहाँ व्याख्या पनि गरेको छु। संख्यात्मक उपयोगिताको विश्लेषण, त्यसपछि क्रमवाचक उपयोगिताको विश्लेषण यहाँ हेर्न सक्नुहुन्छ र तपाईहरु आफै पढ्नु, तर भिडियो धेरै लामो हुन्छ। त्यसपछि अब अर्को क्वेशन यहाँ रहेको छ। ख नम्बर तलको तालिकाका आधारमा कुल उपयोगिताबाट सीमान्त उपयोगिता निकाल्नुहोस्। कुल र सीमान्त उपयोगितालाई रेखाचित्रमा देखाउनुहोस्। अब यहाँ मैले देखाइसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। यो तालिका भयो, त्यसपछि यहाँ रेखाचित्र, यो रेखाचित्र रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ। तपाईहरुलाई भिडियोलाई रोकेर हेर्न सक्नुहुन्छ। यसपछि अब अर्को क्वेशन रहेको छ। 2 को ख भयो, यो ग 2 को ग मा छ तलको तालिकाका आधारमा सीमान्त उपयोगिताबाट कुल उपयोगिता निकाल्नुहोस्। कुल र सीमान्त उपयोगिताको सम्बन्ध तालिकाका आधारमा व्याख्या गर्नुहोस्। अब यो तालिका हेर्नु सबभन्दा पहिला। अब यहाँ हेर्नु तालिकाको आधारमा यहाँ लेखेको छु। यहाँ हेर्न सक्नुहुन्छ उत्तरहरू यस प्रकारको रहेको छ। यो सबै उत्तरहरू रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ उत्तरहरू, यो उत्तर। त्यसपछि अब 3 नम्बर तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस्। क नम्बर संख्यात्मक उपयोगिताको अर्थ लेख्नुहोस्। तलको तालिका पूरा गरेर कुल र सीमान्त उपयोगिता वक्ररेखाहरूको रचना गर्नुहोस्। अब यहाँ मैले गरिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। के छ यहाँ के भन्दैछ? उपयोगिताको संख्यात्मक विश्लेषणको विकास अर्थशास्त्री मार्शल पिगु, रोबर्टसन आदिले गरेका हुन्। उपयोगिताको संख्यात्मक विश्लेषण उपयोगितालाई संख्यात्मक रूपमा मापन गर्न सकिन्छ भन्ने मान्यतामा आधारित छन्। यस विश्लेषण अनुसार संख्यात्मक उपयोगितालाई युटिल्समा मापन गर्न सकिन्छ। अब यहाँ हेर्नु
यो तालिका हेर्नु अनि यहाँ रेखाचित्र, यहाँ रेखाचित्र अनि तालिका। त्यसपछि अब म फेरि अर्को क्वेसनतर्फ लाग्छु। अर्को क्वेसन यहाँ रहेको छ भन्छ सीमान्त उपयोगिता ह्रास नियमलाई तालिका र रेखाचित्रको सहायताले व्याख्या गर्नुहोस्। अब यहाँ मैले व्याख्या गरिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। पहिला मान्यताहरू, यो नियम निम्नलिखित मान्यताहरूमा आधारित छ, जस्तै उपभोक्ता विवेकशील हुनुपर्दछ, दुई उपयोगितालाई सङ्ख्यात्मक रूपमा मापन गर्न सकिन्छ, 3 नम्बर मुद्राको सीमान्त उपयोगिता स्थिर हुन्छ, त्यसपछि 4 नम्बर उपभोग गरिने वस्तुका सम्पूर्ण एकाइहरू समरूपी र उपयुक्त एकाइमा हुनुपर्दछ, 5 नम्बर 5 भन्छ वस्तुको उपभोग निरन्तर रूपमा हुनुपर्दछ, 6 नम्बर उपभोक्ताको स्वाद, रुचि, चाहना, आहार्य आदि अपरिवर्तित हुनुपर्दछ। यस नियमलाई तालिका तथा रेखाचित्रद्वारा निम्न प्रकार प्रश्न पार्न सकिन्छ। तालिका यहाँ हेर्नु, मैले तालिका बनाएको छु। यहाँ हेर्नु सियोको एकाइ क्यू अनि सीमान्तको उपयोगिता एमयू अनि यहाँबाट यहाँ हेर्नु त्यसकै उत्तर यहाँ रहेको छ। अरू यो सीमान्त उपयोगिता ख नम्बर के सीमान्त उपयोगिता ह्रास नियमलाई तालिका र रेखाचित्रको सहायताले व्याख्या गर्नुहोस्। अब यहाँ व्याख्याहरू हेर्नु, यहाँ हेर्नु पहिला यो पनि थियो त्यसकै उत्तर। यहाँ यो जुन हेर्नुभएको छ यहाँ हेर्नु खुवाएको उत्तरहरू पनि यहाँ पनि यो तालिकाको भयो। अब यहाँ रेखाचित्रको, यहाँ हेर्नु यो रेखाचित्रको, यो भयो रेखाचित्रको, यहाँ रहेको छ सबै भयो रेखाचित्रको। त्यसपछि अब अर्को क्वेसन रहेको छ यहाँ ग नम्बर 3 को ग मतलब सीमान्त उपयोगिता ह्रास नियमका कुनै 5 वटा सीमाहरू उदाहरण सहित वर्णन गर्नुहोस्। अब सीमान्त उपयोगिता ह्रास छ, यहाँ ह्रास नियमका सीमाहरू निम्नलिखित छन्, जस्तै यहाँ समरूपी एकाइहरू, त्यसपछि उपभोक्ताको स्वाद अनि निरन्तरता, त्यसपछि यहाँ सामान्य वस्तु, त्यसपछि उपयुक्त एकाइ, यति नै छ। ल त साथीहरू आजको भिडियो यतिकै राखौँ। भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने साथीहरूलाई सेयर गर्नु र च्यानललाई सब्सक्राइब गर्नु र कुनै ठाउँ बोल्नमा मिस्टेक भएको छ भने त्यसको लागि क्षमा गर्नु। धन्यवाद।